बोलो श्री कृष्ण कन्हैया लाल की जय। सतगुरु महाराज की जय। प्राणनाथ प्यारे की जय। सर्व सुंदर साथ की जय। महमत कहे अपनी रूह को और अरस रूहन्ना, इना सुख सागर में झीलते आओ अपने वतन, आओ अपने वतन। इन विद साथ जी जागिए बताए देव रे जीवन, श्याम श्यामा जी साथ जी जित बैठे चौक वतन। याद करो सोई साइत जो हंसने माग्या खेल, सो खेल खुशाली ले के उठो कीजिए खेल। इन विद साथ जी जागिए, बोलो श्री प्राणनाथ प्यारे की जय। सच्चिदानंद घन स्वरूप श्री राजश्याम जी को श्री युगल स्वरूप श्री कृष्ण प्रणामी धर्म निजानंद संप्रदाय का आदि संस्थापक निजानंद आचार्य सदगुरु धनिदेव चंद्र जी महाराज 18,758 चौपाई श्री मुखवाणी, तारतम वाणी, शाश्वत वाणी, अखंड वाणी का प्रकट करता विजयाविनंद बुद्ध निष्कलंक अवतार महामती स्वामी श्री प्राणनाथ जी महाराज, दया की खानी सेवा की मूर्ति महारानी बाईजुराज, ज्ञान भक्ति सेवा का मूर्ति प्रेरणा का स्रोत परमहंस गुरुजी श्री 108 मंगलदास जी महाराज, लगायत यस सप्त दिवसीय 108 तारतम वाणी पाठ पारायण को पावन अवसरमा प्रथम दिन देखने हामी समक्ष उपस्थित, हामी समक्ष विराजमान आचार्य वर्ग, संपूर्ण संत महात्मा, यहाँ उपस्थित भक्तिमय माता, ज्ञानमय पिता, ब्रह्म मुनि वर्ग, साथ साथ में आज को वाणी चर्चा प्राणनाथ वाणी प्रशिक्षण केंद्र श्री कृष्ण प्रणामी साधनालय रायगढ़, एस्ता प्राणनाथ वाणी प्रशिक्षण केंद्र का संस्थापक परम आदरणीय प्रात स्मरणीय प्राचार्य महेंद्र महाराज जी को यहाँ वाणी चर्चा चलने थियो। कतिवटा कारण बस वहां सुंदर साथ को घर में जानु भएको हुँदा यस समय में उपस्थित हुन सक्नु भएन। त्यसोस्ले गर्दा उहाँको अनुमति लिएर वहाँबाटै तारतम वाणी तालिम प्राप्त हजुरहरू समक्ष उपस्थित छु र यस्ता श्रद्धेय श्री गुरुजी को पावन चरण कमल में प्रणाम गर्दै हजुरहरू सबैको पावन चरण कमल में प्रेम पूर्वक प्रणाम गर्न चाहन्छु। मेरो प्रणाम स्वीकार गर्नुहोस्। प्रणाम। आउनुहोस् प्यारे सुंदर साथ जी, भक्तजन भक्त समुदाय, एकछिन 15-20 मिनट हामी फोन चलाउँदैनौं, कुनै प्रकारको आवाज निकाल्दैनौं, हिँड्दैनौं, बसेर परब्रह्म परमात्मा श्री राजजी महाराजसँग, प्राणनाथजी महाराजसँग दिल जोडेर इंद्रावती अंगे संगे इंद्रावती मारो अंग अर्थात प्राणनाथजी महाराज इंद्रावती आत्मासँग दिल जोडेर केही समय राजजी महाराजसँग हामी वार्तालाप गर्नेछौं। वाणी चर्चा भनेको धनीजीसँगको वार्तालाप हो। हामी सबै जान्दछौं
अब लीला हम जाहिर करे ज्यों सुख सैया हृदय धरे पीछे सुख होसी सवन्ना पचरसी 14 भुवन्ना। प्राणनाथ महाराजले के भन्नुभयो त भन्दाखेरि अब लीला हम जाहिर करे। ध्यान दिएर सुन्नुहोस् है सुन्दर साथजी। आधी घण्टाको समयमा म अन्य कुनै पनि विषय वस्तु, कुनै उदाहरण आदि, कुनै कथा आदि यहाँ प्रस्तुत गर्दिन। सीधा सीधा तारतम्य बानीको चर्चा सिद्धान्तिक विषयमा प्रवेश गर्नेछु। प्राणनाथ जी महाराजले के भन्नुभयो त भन्दाखेरि अब लीला हम जाहिर करें। अब म यस्तो लीला जाहेर गर्दैछु। अब किन उहाँले प्रस्तुत गर्नुभयो त भन्दाखेरि यो भन्दा पहिला पनि अनेकौं लीलाहरू, अनेकौं कथाहरू, ऋषि महर्षि पैगम्बर तीर्थंकर अवतारीहरूको कथाहरू बताइएको थियो। परब्रह्म परमात्माको पनि केही न केही परिचय दिने शास्त्र आदिमा पनि कोशिश गरिएको थियो। तर वेद अगम कहे उल्टे पीछे नेत नेत कर गाया खबर न पड़ी बिंद उपज्या काथे ताथे नाम निगम धराया। के भन्यो त तारतम्य बानीमा भन्दाखेरि शास्त्र आदिमा पनि मूल शास्त्र जसलाई परमात्माको वाक भगवानबाटै प्रस्फुटित भएको भनिन्छ, उक्त वेदले पनि, वेद अगम कहे वेदले पनि परब्रह्म परमात्मा खोज्न गएको हुँ। परमात्मा हुनुहुन्छ त्यो चाहिँ हामीलाई पत्ता चल्यो, तर यही जग्गामा हुनुहुन्छ भन्ने कुरा चाहिँ वेदले पनि पत्ता नलगाएर वेद अगम कहे उल्टे पीछे परब्रह्म परमात्मा त अप्राप्य हुनुहुँदो रहेछ, मैले त प्राप्त गर्न सकिन, हुन चाहिँ उहाँ हुनुहुन्छ है, हुन चाहिँ डेफिनेट उहाँ हुनुहुन्छ, तर उहाँको नाम धाम स्वरूप अनि लीलाको वर्णन चाहिँ मैले पनि गर्न सकिन भनेर वेद आदि शास्त्र पनि फर्किएको हो। त्यसोस्ले गर्दाखेरि प्राणनाथजीले अब यहाँ प्रकाश ग्रन्थमा गएर भन्नुभयो अब लीला। अब शब्द किन प्रस्तुत गरिन्छ, कतिखेर प्रस्तुत गरिन्छ? लोहे नानी बाबु हो, अहिलेसम्म हामीले धेरै सेवा गर्यौं, काम गर्यौं, अब चाहिँ भोजन गरौं है भनिन्छ नि। किन? त्यो भन्दा अगाडि केही काम भएको हुनुपर्छ, तब अब शब्द प्रयोग गरिन्छ। त्यस्तै प्राणनाथजी महाराजले शास्त्र आदिले खोजेको विषय वस्तु सबैलाई थाहा छ, त्यति मात्रै नभएर तारतम्य सागरमा पनि रास ग्रन्थको व्याख्या भइसकिसकेको छ। रासही चरण प्रकाश पिण्डुरिया सटऋतु घुटन कलश जंगन की सनंद कमर कर किरंतन सोए नावी खुलासा उदर खिलवत के हृदय परिक्रमा कंठ सागर छवि मुख सिनगार नासिक सिंधी। अगाडि भन्नुहोस् श्रवण मार्फत नयन सो क्यामत नाम 14 अंग मिला एक धनी की। यी 14 अंग मिलेर धनीको अंगसँग दाँजो गरिएको छ। ती मध्ये पहिलो रास ग्रन्थ त वर्णन भइसकिसक्यो, प्रेमको लीलाको वर्णन गरिसकिसके, योग मायाको ब्रह्माण्डको वर्णन भइसकिसक्यो, तर अब चाहिँ म के भन्छु त भन्दाखेरि अब लीला हम जाहिर करे, म त्यो लीला जाहिर गर्ने वाला छु। ज्यों सुख सैया हृदय धरे, जुन लीला म जाहिर गर्छु नि हे ब्रह्म सृष्टि हो, हे सैया, हे ब्रह्माङ्गना, हे वासना, त्यो लीलालाई चाहिँ के गर्नु त भन्दाखेरि धारण गर्नु, हृदयमा धारण गर्नु। हेर्नुहोस् है प्राणनाथजीले कति मिठा शब्दहरू हामीलाई प्रस्तुत गर्नु भएको छ। कोही जग्गामा सैया भन्नुहुन्छ, कोही जग्गामा वासना भन्नुहुन्छ, कोही जग्गामा आशिक भन्नुहुन्छ। अति सुन्दर शब्दहरूले पुकार गर्दै गर्दै
भनिराख्नु भएको छ, बताइराख्नु भएको छ। तर ती मूल्यवान शब्दहरू, ती प्यारा प्रेमका शब्दहरू हामीले चाहिँ नपढेर, नजानेर, कतै नमानिराखेका हुन्छौं। तर धनीले त हामीलाई माया गरेकै हो। यहाँ के भन्नुभयो? सुख सैया हृदय धरे, हे सैया हे वासना, अब मैले जाहेर गर्न लागेको लीलालाई हृदयमा धारण गर्नु, बुद्धिमा होइन हृदयमा धारण गर्नु पर्यो। पीछे सुख होसी सबन्ना, पसरसी 14 भुवन्ना। धनीले के भन्नुभयो त भन्दाखेरि पिछाडी गएर त कहिले पिछाडी, कहिले पिछाडी? महाप्रलयसम्ममा। अहिले हामी कहाँ छौं? ध्यान दिनुहोस् है, सिद्धान्तिक विषयवस्तु म प्रस्तुत गर्दैछु। अहिले हामी कहाँ छौं? व्हाट इज आवर एड्रेस? जग्गाको एड्रेस के हो? मृत्युलोक हो। जग्गाको एड्रेस के हो? मृत्युलोक हो। तर टाइम कन्सेप्टले एड्रेस के हो भन्दाखेरि अलिकति सुन्नुहोस्। यो लोकमा 4 प्रकारको के हुन्छ? जोग हुन्छ। 4 युगको नाम सत्य, त्रेता, द्वापर, कली। कलियुगको आयु 4,32,000। त्योदेखि मास्तिर द्वापर युगको आयु 8,64,000। त्यहाँदेखि मास्तिर त्रेता युगको आयु 12,96,000। त्योदेखि मास्तिर सत्य युगको आयु 17,28,000 भयो। चारटै आयुलाई एकै ठाउँ जोड्नुहोस्, कति हुन्छ? 43,20,000। चारटै आयुलाई एकै ठाउँ जोड्दा 43,20,000 भयो भने त्यसलाई चाहिँ एक चतुर्युग भनिन्छ। 4टा युग सक्यो नि त होइन? त्यसले गर्दा एक चतुर्युग भयो। अब यो हामी बसेको भूलोकमा 365 दिन हुँदाखेरि हामीदेखि मास्तिर अर्को कुन लोक छ? भुवरलोक छ। भुवरलोकलाई के पनि भनिन्छ? पितृलोक पनि भनिन्छ। त्यहाँ चाहिँ एक दिन मात्रै हुन्छ। यहाँ 365 दिनको मास्तिर एक दिन मात्रै हुन्छ। अब अघिको चतुर्युगको बात गर्दाखेरि सत्य, त्रेता, द्वापर, कली 1 बार, सत्य, त्रेता, द्वापर, कली 2 बार, सत्य, त्रेता, द्वापर, कली 3 बार हुँदै 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 सत्य, त्रेता, द्वापर, कली अर्थात चतुर्युग 1000 बार बित्दाखेरि सत्यलोकमा बस्नु भएको ब्रह्माजीको 12 घण्टा मात्रै हुन्छ। ध्यान दिनुहोस् है, क्याल्कुलेटरले काम गर्दैन। यहाँ क्याल्कुलेटरले काम गर्दैन। त्यसरी नै 1000 बार फेरि चतुर्युग बित्दाखेरि ब्रह्माजीको अझै 12 घण्टा भएर 24 घण्टा हुन्छ र एक दिन पूरा हुन्छ। हो त्यसरी सत्य, त्रेता, द्वापर, कली हुँदै एक चतुर्युग, 2 चतुर्युग हुँदै हुँदै 1 वर्ष पुग्नु पर्यो ब्रह्माजी। फेरि 2 वर्ष हुँदै हुँदै ब्रह्माजी 50 वर्ष पुगेर, ध्यान दिनुहोस्, ब्रह्माजी 50 वर्ष पुगेर 51वां वर्षको सत्य, त्रेता, द्वापर, कली 1, सत्य, त्रेता, द्वापर, कली 2 हुँदै हुँदै 27 बारको सत्य, त्रेता, द्वापर, कली सकिएर 28वां बारको सत्य, त्रेता दुईटै सक्यो। त्यतिखेरको द्वापर युगमा चाहिँ परब्रह्म परमात्मा श्री कृष्णजी यो धराधाममा ब्रजमण्डलमा आउनु भएको हो। बोलो श्री कृष्ण का नैया लाल के। भयो द्वापर युग। द्वापरको बादमा के आयो? कली आयो नि। त्यही कलीमा चाहिँ हामी छौँ। त्यही कलीमा चाहिँ को छौँ? हामी छौं। र यो ब्रह्माण्ड के हो त भन्दाखेरि हवे जागी जो मारा साथ जे एछे आपना जोगा तृण लीला चौथी घर के चारेनो एहमा भोगा। के भन्नुभयो धनीजीले भन्दाखेरि यो ब्रह्माण्डमा पनि हामी सबसे उत्कृष्ट बेलामा छौं। कुन उत्कृष्ट बेला? कसरी उत्कृष्ट भन्दाखेरि हवे जागी जो मारा साथजी, हे साथजी, हे सुन्दर साथजी। जागी भनेको जागेर, जुओ भनेको हेर्नुहोस्, जागेर हेर्नु पर्यो है। जाग्नको लागि के गर्नु पर्यो? तारतम बाणी पढ्नु पर्यो। जाग्नको लागि सन्त महात्माको
चर्चा श्रवण गर्नु पर्यो। जाग्नको लागि श्वास श्वास निज नाम जपौँ गर्नु पर्यो। मजा मजाका पोसाक आदि लुगा सेन्टेड लगाएर मजाको भएर हिँडेर मात्रै भएन। जाग्नको लागि ध्यान चिन्तन चितवनी गर्नु पर्यो र जागेर हेर्दा चाहिँ के हुन्छ त भन्दाखेरि एछे आपन जोग तृण लीला चौथी घर की। ध्यान दिनुहोस्, हामी परमधामबाट पहिला कहाँ आयौं हजुर? ब्रजमण्डलमा आयौं, त्यसको बादमा रासमण्डलमा। ध्यान दिनुहोस् है, तृण लीला चौथी घर की। सबसे पहिला ब्रजमा आयौं, त्यहाँ को हुनुहुन्थ्यो साथमा? श्री कृष्णजी हुनुहुन्थ्यो। हामीले तारतम बाणी पढिरहनु परेन, तारतम मन्त्र पनि हाम्रोमा थिएन। किन? हामी यहाँबाट नौतनपुरी जानु पर्यो भने कुन प्लेटफर्ममा जाने, प्लेटफर्ममा गएर कुन चाहिँ ट्रेनमा चढ्ने, ट्रेनको डब्बा पनि कुन चाहिँ हो, कति नम्बर सिटमा बस्ने भनेर जानिरहनु परेन। त्यतिखेर कतिखेर चाहिँ जतिखेर चाहिँ पहिल्यै घुमेको मान्छे साथमा छन् भने उनले नै यो ट्रेन हो तपाईँ ब्याग बोक्नुहोस् भनिदिन्छन्, गयो सिटमा बसो भइगयो। तर ती जान्ने व्यक्ति छैनन् भने त आफैले जान्नु पर्यो नि सबै, नत्र भने त नौतनपुरी जानुपर्ने, हरिद्वारमै झरेर भएन। त्यतिखेर चाहिँ को हुनुहुन्थ्यो ब्रजमण्डलमा? श्री कृष्णजी स्वयं हुनुहुन्थ्यो। 11 वर्ष 5 दिनसम्म स्वयं राजी महाराज साथमा बसिदिनु भयो। हामीलाई हाम्रो के थियो? त्यो कालमायाको ब्रह्माण्ड हो, त्यहाँ ज्ञान हाम्रो थिएन। यति हामीलाई थाहा थियो कि ही इज अवर मास्टर, उहाँ चाहिँ हाम्रो मालिक हो, उहाँ हाम्रो परवरदिगार हो, उहाँ मेरो परब्रह्म परमात्मा हो भन्ने चाहिँ हामीलाई थाहा थियो। त्यसले गर्दा हामी कस्तो थियौं? ज्यारे ज्यारे बछड़ा लही वन पधारे त्यारे रोवन्ता दिन जाए रे। अवस्था कस्तो थियो हाम्रो ब्रजमा? जब श्री कृष्णजी बछड़ा बच्चा लिएर वनमा गौचरण गर्न जानुहुन्थ्यो, हाम्रो दिन रोएर बित्यो। किन? श्री कृष्णजी साथमा हुनु हुँदैन भनेर। हामीलाई थाहा थिएन, परमधामको सबै कुरा थाहा थिएन, सृष्टि कसरी भयो सबै कुरा थाहा थिएन। तर प्रेमको सूत्रमा अंकुरको बलले हामी बाँधिएको थियौं। त्यसको बादमा रासमण्डलमा हामी गयौं। रासमण्डलमा पनि धामधरीले बन्सी बजाउनु भयो। बन्सीको आवाज सुनेर तामसिया राजसिया चली स्वातसिया भन्नुहोस् शरीर छोडके मिली दौडेर गयौं राज्यसँग। राज्यले फेरि रास रमन पनि गराउनु भयो, त्यहाँ पनि आनन्दै छ। बीचमा गएर राज्य अन्तर ध्यान पनि हुनुभयो। त्यतिखेर हामीले वियोग गर्यौं, अनुकरण लीला गर्यौं। तर फेरि राज्य महाराज प्रकट भएर हामीलाई स्वीकार गर्नुभयो। अन्तिममा रास रमन गरिसकेपछि फाइनल्ली भोजन आदिको जल क्रीडा आदिको विषय वस्तु त्यहाँ हुन्छ। अन्तिममा श्री राज्यले सोध्नुभयो, सुन्दर साथले अब कहाँ जाने, अब कहाँ जाने भनेर सोद्धाखेरि हामी सबैको प्रतिनिधि गरेर को बोल्नु हो? इन्द्रावती आत्मा, लिडर हो नि त, सिरदार इन्द्रावती आत्माले भन्नुभयो, हे राज्य महाराज यस्तो घरमा लानुहोस्, यस्तो जग्गामा लानुहोस् जुन जग्गामा हजुरसँग वियोग हुनु नपरोस्। राज्यसँग वियोग हुनु नपर्ने जग्गा कहाँ हो? संसार हो? कहाँ हो? परमधाम हो। त्यसले गर्दा राज्य महाराजले एक बार हामीलाई रासमण्डलबाट दिव्य परमधाममा तन्द्र अवस्थामा जगाउनु भयो। तर पनि असज्जर दुःखको खेल हेर्ने हाम्रो जुन इच्छा थियो, त्यो इच्छा पूरा नभएको हुँदाखेरि पूर्ण राज्य महाराजले कुन सकेको इच्छा पूरा भएको थिएन, विशेष गरेर तामसी सकेको राज्य महाराजले फेरि तेस्रो ब्रह्माण्ड बनाएर हामीलाई यहाँ पठाउनु भयो। मेरो चौपाईको लिंक कहाँ छ? हवे जागी जुओ मारा साथजी एछे आपन जोग तृण लीला। 3टा लीलाको बाद 6 बैला। पहिलो लीला के रहेछ? ब्रजमण्डल। दोस्रो लीला के हो? रासमण्डल। तेस्रो लीला के हो त भन्दाखेरि अब जागनीमा आएर हामीलाई जगाउन को आउनुभयो? सबसे पहिला सतगुरु धनीदेव चन्द्रजी महाराज आउनुभयो। आदि मीठे सुकन हक के कहेगा तुम्हें रोए रोए, तुम भी सुन सुन रोवसे पर होश में न आवे। धनीले हामीलाई परमधाममा नै भविष्यवाणी गरिदिनु भएको थियो। हे ब्रह्म सृष्टि, हे ब्रह्माङ्गना, म स्वयं
म राजी स्वयं संसारमा गुरु भएर आउने छु, सतगुरु भएर आउने छु। म बार बार सम्झाउने छु, तिमी त परमधामको हौ, परमधाम फर्किनुपर्छ। संसारको माया मोह इष्ट मित्र भाइ भतिजा ती सबै चिजलाई छोड्नुपर्छ भनेर म सम्झाउँछु। तर मैले सम्झाउँदा तुम भी सुन सुन रोवसी, साधु सन्तले चर्चा गर्दा चाहिँ होली हो भन्ने हुन्छ नि। अहिले कस्तो भइरहेको छ, होली हो अहिले फ्याट्टै परमधाम जाइहाल्न पाए पनि हुन्थ्यो जस्तो भइरहेछ यहाँ 7 दिनसम्म बस्दाखेरि, होइन? भरे घरमा गएर नातिनीले हजुरआमै भनेर छेउमा आउँदा अँगालो च्याप्पै मार्नुपर्छ। छोरोको बिहे गरिदिनै छ, ब्याङ्क ब्यालेन्स पनि राख्नै पर्यो। तपाईँ मर्नु भयो भने पैसा दिन्छ एलआइसीले भन्दा मरिसकेपछि किन पैसा चाहियो? त्यहाँ पनि एलआइसी डिपोजिट पनि गर्नै छ। मरेपछि पैसा दिनेमा किन पैसा राखिरहनु पर्यो? त्यसले गर्दाखेरि एजेन्टको सुन्ने हामीले अहिलेसम्म कसको सुन्यौं? एलआइसी एजेन्टको सुन्यौं। उसले के भन्छ? उसलाई चिया दिउँ, कफी दिउँ, राख्यौं, खाजा दिउँ, बिस्कुट दिउँ, के सुन्यौं? के भने उसले? तपाईँ एक्सिडेन्ट भएर मरिहाल्नु भने अशुभ बोलीको पहिल्यै उसले मरिहाल्नु हो भने चाहिँ तपाईँको पैसा आउँछ भन्दा पनि उसलाई चिया दिएर पैसा पनि गर्यौं। तर हामी जस्ता सेता वस्त्र लगाउने सन्त महात्मा गुरुजन चाहिँ के को एजेन्ट हो? परब्रह्म परमात्मासँग जोडाउने एजेन्ट हो। तर यस्ता एजेन्टको चाहिँ त्यति हामी ख्याल गर्दैनौँ। त्यसले गर्दा एलआइसी एजेन्ट मात्रै होइन, परमात्मासँग जोडाउने वाला सन्त महात्मा गुरुजन एजेन्ट हो। ती आत्मिक एजेन्टको पछि पनि लाग्नुहोस्, तब मात्रै यो मनुष्यता के हुन्छ? सार्थक हुन्छ। प्रसंग कहाँ थियो? तेस्रो लीलाको बात म गर्दै थिएँ। तेस्रो लीला भनेको जागनीको ब्रज। ध्यान दिनुहोस् है, जागनीको ब्रजमण्डल भनेको सतगुरु महाराजको समय। धनीले के भन्नु भएको थियो? तुम भी सुन सुन रोवसी, तिमी पनि सुनेर रुनेछौ। परमधाम मैले फर्किनु छ भनेर चित्कार गर्नेछौ, पर होसमा नआएको है। तर होसमा आउनेवाला छैनौ। धनीले यो भन्नुभएको थियो, यदि हामी अहिले होसमा आएको छैनौ भने होसमा आउनु पर्यो है। त्यही होसमा ल्याउनको लागि चाहिँ हरिप्रसाद करणियाजी माध्यम बनेर यहाँ 108 पारायण लगाएको। यो कुनै साधारण विषयवस्तु होइन, यहाँ सिरियस हुने विषयवस्तु हो। त्यही होसमा ल्याउनको निम्ति आचार्य सन्त महात्मा गुरुजन यहाँ आउनु भएको हो। त्यही होसमा ल्याउनको निम्ति सन्त महात्माले यहाँ चर्चा गरेको हो। त्यही होसमा ल्याउनलाई बानी गायन गरिन्छ, त्यही होसमा ल्याउनलाई आरती गरिन्छ। बार बार राजी महाराज परब्रह्म परमात्मालाई सम्झाइन्छ। होसमा यदि आएको छैनौ भने त्यो हाम्रो गल्ती हो। र तेस्रो लीला जागनीको ब्रज भयो सतगुरु महाराजको भने तृण लीला चौथी घरकी भनेको के हो? घर भनेको दिव्य परमधाम। चौथो के भयो? दिव्य परमधाम। चारेनो एहमा भोग। चौपाईले अन्तिममा के भन्यो? चारेनो भनेको भन्नुहोस् कुन कुन चार? पहिला ब्रज, रास, जागनीको ब्रज सतगुरु महाराजको समय। चौथो दिव्य परमधाम। चारेनो यो सबैलाई एहमा भोग भनेको। एहमा भनेको कहाँ हो? मृत्युलोकमा होइन, यो अहिलेको समयमा प्राणनाथजी महाराजको समयमा भोग्नु पर्यो। त्यसले गर्दा हामी केमा छौं? सबसे उत्कृष्ट समयमा छौं। किन? हामी यहाँ बसेर ब्रजको 11 वर्ष 52 दिनको लीला पनि जान्दछौं। ब्रजमा हुनेलाई तारतम थाहा थियो? हामी ब्रजमा आउँदा तारतम थाहा थियो? परमधाम व्याख्या थाहा थियो? थिएन। रासमा हामी गयौं, कसको साथमा गयौं? श्री राजजीको अंकुरको बलको साथमा गयौं। तर हामीलाई तारतम थाहा थियो? यो स्वरूप साहेब थियो? थिएन। दिव्य परमधाममा हामी थियौं, आनन्द थियो, बहुत आनन्द थियो। दिव्य परमधाममा के को कमी छ? कमी छ भने कमीको मात्रै कमी छ। त्यो त परिपूर्ण हो। पूर्ण मदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेव वशिष्यते। दिव्य परमधाम त सच्चित आनन्द घण्डे परिपूर्ण हो। त्यहाँ के को कमी थियो? असत जड दुःखको चाहिँ पत्ता भएन नि हामीलाई। त्यो ज्ञान पनि त्यहाँ थिएन। अब सतगुरु महाराजको समयमा आउँदाखेरि तारतम प्राप्ति भयो। दिव्य परमधामको पूर्ण रूपले व्याख्या भयो, तर तारतम सागर लिखित तारतम थिएन।
र यो चारेनो एहमा भोग भनेको यो चारटैलाई चाहिँ कहाँ भोग्नु पर्यो? प्राणनाथजीको समयमा, अर्थात् प्राणनाथजीदेखि लिएर गएर अब कहाँसम्म? महाप्रलयसम्म। प्राणनाथजीको समयदेखि महाप्रलयसम्ममा हामी पर्यौं कि पर्यौं न? पर्यौं नि। त्यसले गर्दा चाहिँ यो चारेनो एहमा भोग। यो चौपाई अति विशिष्ट चौपाई हो जागनीको प्रकरणमा, कलश ग्रन्थमा। कहीं कहीं अलिकति चौपाई अर्को हिसाबले पनि अर्थ गरिन्छ है। इलामी व्यक्तित्वद्वारा लीलाहरू अरू एक दुईवटा अर्को हिसाबले पनि व्याख्या गरिन्छ, तर गुरु परम्पराको सिद्धान्तमा मैले हजुरहरूलाई जुन कुरा थियो त्यो हजुरहरूलाई बताए। अब के छ त भन्दाखेरि मैले हजुरलाई टाइम कन्सेप्ट पनि बताएँ, सृष्टि कन्सेप्ट पनि बताएँ, हामी कहाँ छौं भन्ने कुरा। त्यसले गर्दा अघि धनीले भन्नुभयो अब लीला हम जाहेर करे। अब चाहिँ कुन चाहिँ लीला जाहेर गर्ने हो? त्यो परमधामको लीला, त्यो ब्रजमण्डलको लीला, त्यो रासमण्डलको लीला। जीव सुख सैया हृदय धरे। यो लीलालाई चाहिँ सैयाले के गर्नु पर्यो? हृदयमा धारण गर्नु पर्यो। पिछे सुख होसी सबन्ना, पिछाडी गएर त मृत्यु लोकका प्राणी मात्र होइन महाराज, भुवरलोक, स्वर्गलोक, जनलोक, महरलोक, तपलोक, सत्यलोक आदिका देवी देवता आदिले पनि तारतम प्राप्त गरेर अष्टभिष्टमा जाग्दछन्। यो तारतम वाणीको भविष्यवाणी। त्यतिखेर त पिछे सुख होसी सबन्ना, पसरसी 14 भवन। यो तारतम वाणी परब्रह्म परमात्माको महिमा सारा 14 लोकमा परिपूर्ण हुनेछ। अब आउनुहोस् हाम्रो होमवर्क। 4-5 मिनटको समय अब मेरो साथमा छ। मैले पहिला उठाएको चौपाई के छ त भन्दा, धनीजीले के भन्नुहुन्छ त अब हाम्रो होमवर्क चाहिँ भन्दाखेरि, इन विद साथजी जागिए। इना भनेको यस्तो यस्तो प्रकारले हे साथजी, हे सुन्दर साथजी जाग्नुहोस्। कस्तो प्रकारले? यस्तो प्रकारले। कस्तो? तारतम वाणी पाठ गरेर सिद्धान्त स्पष्टसँग बुझेर। हेर्नुहोस् है, हामी सिद्धान्त नबुझी संसारमा बसिरहेको हुन्छौं है। हामीलाई यति साह्रो कन्फ्युज छ कि भगवान छन् कि छैनन् भन्नेमा पनि कन्फ्युज भइरहेको छ मान्छेलाई। देख्न चाहिँ व्यक्तिले भूत पनि देखेको छैन, भगवान पनि देखेको छैन, तर राति 12 बजी त्यो बाटो जाऊ न हो समाधिको बाटोबाट जाए भूतले तर्साउँछ चाहिँ भन्ने। देख्न चाहिँ भूत पनि देखेको छैन, तर भूतले तर्साउँछ चाहिँ भन्ने। तर यता परमात्मा भगवान छन् कि छैनन् भन्ने चाहिँ के छैन? कन्फर्म छैन। देख्न त भगवान पनि देखेको छैन, भूत पनि देखेको छैन नि, तर हाम्रो मन मस्तिष्क के छ? भगवानसँग चाहिँ कन्फिडेन्स छैन, तर भूतसँग चाहिँ डर छ। हो यो वाला भ्रम हटाउनु पर्यो। यो भ्रमदेखि अझै माथि आउनुहोस्। यो त बेसिक लेभलको भ्रम हो, भगवानै छैनन् भन्ने चाहिँ नास्तिक लेभलको हो। अलिक माथि आएर अब लक्ष्यको विषयवस्तुमा बात हुन्छ, जहाँ आएर मनुष्य तनलाई यदि मोक्ष गति प्राप्त गराउनु छ भने गुरु गरेकै हुनुपर्छ, गुरुको चरणमा गएकै हुनुपर्छ। मृग जलसों जो त्रिखा भाजे, तो गुरु बिना पार पावे। अनेक उपाय करे जो कोही, तो बिन्द का बिन्द में समावे। धनीले भन्नुभयो के भन्नुभयो त भन्दाखेरि, गुरु बिना यदि पार पाउने भनेर तपाईले सम्झिनुहुन्छ भने चाहिँ नि मृगजल हुन्छ नि, मृगजल फिजिकल साइन्समा के भनिन्छ? मिरेज वाटर भनिन्छ नि। सो कल्ड वाटर, एक्चुअली दैट इज नट द वाटर बट सो कल्ड वाटर। मृग यहाँबाट तिर्खाएको मृग कुद्दैछ कुद्दैछ कुद्दैछ, पर उसले पानी देख्यो, त्यो पानी पिउनु पर्यो भनेर मृग उहाँ पुग्यो, तर पानी छैन। मिरमिर मिरमिर पानी जस्तो देखिएको हो, पानी होइन तर त्यस्तै देखिएको हो। यो देखिएको पानी जस्तो देखिएको पानी पिएर यदि एउटा प्यासीको प्यास बुझ्दछ भने गुरु बिना संसारबाट पार हुन्छ, नत्र भने पार हुँदैन। बोलो श्री सत्यगुरु महाराज की जय। मैले भनेको होइन है, शास्त्र आदिको सार हो, तारतम वाणीको सार हो। अब गुरु त पक्रियौं, गुरु त अब हामीलाई गाडी सिकाउने पनि गुरु नै हो, हामीलाई जनाई लगाइदिने पनि गुरु नै हो। तर गुरुको पनि स्टेज उठाउँदै जानुहोस्।
कस्तो गुरु चाहिँ पक्रिने त, कहाँको लक्ष्य दिने गुरु पक्रिने त भन्दाखेरि सिम्पल कुरा छ। सतगुरु साधु वाको कहिए, जो अगम को देवे गम्म, हद बेहद सब समझावे, भाने मन की भरम। यस्ता गुरु पक्रिनु पर्यो जसले हद बेहद सबै सम्झाएर भाने भनेको हटाउँदछन्, मन की भरम भनेको मनमा भएको भरम। कुन भरम? कुन भरम? भगवान छन् कि छैनन् भन्ने अघिको भरम। त्योबाट त लाखौं माथि उठ्नु पर्यो है। यो त पब्लिक प्लेसमा गरिने प्रवचन हो त्यो वाक्य चाहिँ। अब यहाँ त हामी बहुत उठेका छौं, तर अझै पनि भरम केही छ भने, सिद्धान्तमा केही भरम छ भने, काहीँ काहीँ दिव्य परम धाममा श्री कृष्ण हुनु हुँदैन भन्ने भरम छ भने त्यो भरम मेटाउनुहोस्। सत्य सद्गुरुको पासमा गएर त्यो भरम पनि मेटाउनुहोस्। कृष्ण एव अक्षरातीत सच्चिदानंद लक्षण उपनिषदले बताएको बात छ। पर नआवे तोले एकने मुख श्री कृष्ण कहन्ता। यी चीजहरूको यदि भरम छ भने त्यो भरम पनि हटाएर दिव्य परम धामको एक लक्ष्य राखेर दिव्य परम धाममा जाग्ने कोसिस गर्नु पर्दछ। त्यसमा सत्य गुरु गरेको हुनु पर्यो, गुरुको चरणमा गएको हुनु पर्यो। यस्तो प्रकारले भरम हटाएर चाहिँ इनविद साथजी चाहिए। बताई देउरे जीवन श्री राजजी महाराजले भन्नुभयो, प्राणनाथजीले भन्नुभयो, म तपाईहरुलाई जीवन बताउँछु है। कुन चाहिँ जीवन भन्दा हामी संसारमा 100 वर्षको आयु जीवन त मेरो यस्तो भयो नि हो, मेरो जीवन त दामी छ भनेर मक्क परेर गाडीमा हिँड्दै यहाँ बसिराखेका छौं। तर यो हाम्रो जीवन होइन, यो हाम्रो लाइफ होइन, यो त मृत्यु हो। यो के हो? मृत्यु हो। जिंदगी एक किराए का घर है, इससे बाहर निकलना पड़ेगा। मौत जिस वक्त आवाज देगी उस दिन तुमको भी चलना पड़ेगा। जब मौतले बाहिर आएर ढकढक गर्छ, यो गेट आउट भन्दाखेरि वी शुड गेट आउट फ्रम द बडी, निक्लिनु पर्छ। त्यसुसले गर्दाखेरि हाम्रो जीवन चाहिँ के हो भन्दा धनीले भन्नुहुन्छ कि हाम्रो जीवन चाहिँ बताई देउरे जीवन न। कहाँ छ हाम्रो जीवन भन्दाखेरि श्यामा श्यामाजी साथजी। धनीले भन्नुभयो जुन जग्गामा श्याम हुनुहुन्छ, श्याम भनेको श्री कृष्ण अक्षरातीत धामधनी श्री राजजी महाराज हुनुहुन्छ, जुन जग्गामा श्यामाजी हुनुहुन्छ, श्यामा श्यामाजी साथजी जुन जग्गामा सुन्दर साथ हुनुहुन्छ। कहाँ हुनुहुन्छ राजजी श्यामाजी सुन्दर साथ? मूल मिलावमा हुनुहुन्छ। हो त्यो मूल मिलावको चाहिँ हाम्रो के हो? जीवन हो। जित बैठे चौक वतन न, जो वतनको चौकमा भनेको कहाँ? मूल मिलावमा बस्नु भएको छ र त्यो मूल मिलावमा चाहिँ हाम्रो जीवन छ भनेर धनीले बताउनुहुन्छ। र प्यारे सुन्दर साथजी, भक्तजन भक्त समुदाय सबैको पावन चरण कमलमा प्रेम पूर्वक प्रणाम गर्दै गर्दै यहाँ इन्डियन टाइमको घडी लगाएको मान्छे हुँ म। नेपाल टाइम कति बज्यो अलिकति ख्याल भएन, चर्चामा डुब्दै गइयो। आउनुहोस्, हामी समक्ष विराजमान अति आदरणीय श्री राजदासजी महाराज हुनुहुन्छ। उहाँलाई अघि मैले सम्बोधनमा राखिन। उहाँको पावन चरण कमलमा प्रेम पूर्वक प्रणाम गर्दै सबै सुन्दर साथजी भक्तजन भक्त समुदायलाई प्रणाम गर्दै अर्को कुरा एउटा वाक्य मलाई भन्न मन परेकै छ। यहाँ संगीत टोली जो हुनुहुन्छ नि, यो संगीत टोलीले साँच्चै नै हृदयमा जुन खोराक हामी चाहन्छौं त्यो खोराक दिएको छ है। यति कुरा चाहिँ म भन्न चाहन्थे। किनभने हामीले संगीत देख्यौं, काहीँ कतै अरे गीतका लयहरू लगाउने बजाउने अहिले सबै विकृति आएको छ नि, त्यो चीजले हाम्रो दिल चाहिँ छुँदैन। साधारण नाच्ने मान्छेको दिल छोला नाच्लान्, तर पहिला मन नाच्ने हो अनि शरीर नचाउने हो। यहाँ चाहिँ मन नाच्दै गरेको आभास मैले गरेको छु। उहाँहरूलाई पनि उत्तरोत्तर प्रगतिको कामना गर्दै आउनुहोस्, आँखा बन्द गरेर हात जोडेर चौपाई डोर्याउँछौं। त्यसको बादमा अगाडिको कार्य उद्घोषक महोदयले सञ्चालन गर्नुहुन्छ। बोलो श्री कृष्ण कन्हैया लाल की, सत्यगुरु महाराज की। इन विद साथ जी जागिए, इन विद साथ जी जागिए। बताए देउरे जीवन, बताए देउरे जीवन।
धन्ना श्यामा श्यामा जी साथ जी श्याम श्यामा जी साथ जी चित बैठे चौक वतन जित बैठे चौक वतन चित बैठे चौक वतन जित बैठे चौक वतन। बोलो श्री कृष्ण कन्हैया लाल की सतगुरु महाराज की प्राणनाथ प्यारे की 108 पारायण महोत्सव की प्रणाम। धेरै धेरै साधुवाद आभार। हामीले भर्खरै वाणीको श्रवण गऱ्यौँ, वाणी चर्चा सुन्यौँ। श्रद्धेय सुगम साधकजीबाट शिष्यको परिचयबाट थाहा हुन्छ